ताजा खबर। नेपाली युवाहरूको ढुकढुकी चर्चित र्यापर यामा बुद्धको शव शनिबार काठमाडौँ ल्याउने भएको छ। पारिवारिक स्रोतले जनाए अनुसार उनको शव काठमाडौँ ल्याउने सबै प्रक्रिया पूरा भएको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार शनिबार अपराह्न 4 बजे उनको शव काठमाडौँ त्रिभुवन विमानस्थल आइपुग्नेछ र श्रद्धाञ्जलीका लागि त्यहाँबाट सिधै प्रज्ञा भवन लगिनेछ र सोही दिन पशुपतिनाथमा उसको अन्त्येष्टि गरिनेछ। लन्डनमा बस्दै आएका लोकप्रिय र्यापरले माघ 1 गते आत्महत्या गरेका थिए। ब्रिटिस पासपोर्ट होल्डर श्रीमती अस्मिता सोराईसँग उनी बिहेपछि सन् 2014 मा स्पाउस भिसामा युके आएका थिए। लन्डनमा साउथ हयारो नजिक फिल्ड इन रोप र स्लिपमा ससुराली घरमा बस्दै आएका 30 वर्षीय यामा शुक्रबार रोयल मेल हुला कम्पनीको काम सकेर घर फर्केका थिए। Please subscribe our channel for more updates. घर आएर खाना खाई करिब 12 बजे श्रीमती अस्मिता सेडासँगै सुतेका उनी 3:30 बजे बाथरुम छिरेका थिए। बिहान 6 बजेतिर घर बस्ने एकजना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुन्डिरहेको अवस्थामा भेटेका थिए। आत्महत्याको 2 दिन अघिसम्म यम 5 वटा गीतहरूको संग्रह निकाल्न रेकर्डिङमा व्यस्त थिए। एक दशक अघि नेपाली र्याप सङ्गीतमा पाइला चालेका उनी साथी नामक गीतबाट युवामाझ प्रसिद्ध भएका थिए। सामाजिक विविध पाटा जोड्दै र्याप ब्याटलमा प्रस्तुत गर्न माहिर उनका मेरा जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर एल्बम प्रकाशित छ। पछिल्लो समय उनी खतरा एल्बमको तयारीमा थिए।